यस्तो बाटो रहेछ हाम्रो चढ्नु पर्ने। हाम्रो दुईजना चाहिँ साथीहरू चढिरहेछ। ए बिस्तारै बिस्तारै। यहाँबाट तल हेर्दा यस्तो भ्यू देखिन्छ है। यस्तो ठाउँमा हामी पुगेर आएको अहिले। ऐ चिप्लिए म त यहाँ। यस्तो बाटो रहेछ। नेपालमा चाहिँ जे होस् प्राकृतिक सौन्दर्यले भरिपूर्ण ठाउँ रहेको छ नेपाल चाहिँ। यी तलको दृश्य हेर्दा यस्तो खाइ नै हेरिन्छ एकदम। त्यहाँ हामी परसम्म नै पुगेर आएको हो। यता यहाँको लोकल बासिन्दा भएर होला यति छिटो छिटो कुदिरहेछ। मलाई त लास्टै गल्यो। यस्तो बाटोमा नहिँडेको पहिलोचोटि हो मेरो चाहिँ यो हाइकिङ गरेको। यस्तो भिड यस्तो रहेछ है।